गाइज यो भिडियो हेरौँ अनि फन्नी कमेन्ट पढ्यौ ल। हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको बिजुली बालेर पट भएर ब्युटी भएर तिमी सुरु गरौँ। 3 got in one frame. Why Duryesh Thapa is looking like Sisan Bania? Please someone tell me Duryesh Thapa को कपाल real हो कि weak हो? यही नहीं, अभी और सुनिए। पल सरलाई नि यसरी नै मासु खुवाएर तेल लगाउनु भएको हो हाम्रो दुर्गु दाइले। कलाकारको मानी हाम्रो जस्तै अचानो हुँदो रहेछ। Follow me for more video guys. पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त। यति गरेपछि चाइनिज अति पिक्चर गर्नु पर्छ। मुत्ने माथि ढुङ्गा राखी हाँस्नु परेछ। मेयर साहब र भाइ दुवैजनाले सँगसँगै ढुङ्गा बोक्दै। मेयर हर्क साम्पाङ सरको इम्पोर्टेन्ट चिजमा कसैको आँखा नलागोस् भनेर उहाँले ढुङ्गा राख्नु भएको रे नि। भनेपछि आराम गर्दा पनि ढुङ्गा उचाल्ने काम चल्ने रहेछ। आन्डा त फुटे जस्ता छ ढुङ्गाले लागेर मेयर साहबका। ढुङ्गा बोक्ने मेयर भनेर चिनेको यतिकै कहाँ हो र अब विश्वास भयो होला नि। अच्छा ढुङ्गा उछिटेला है छेउछाउबाट हट। बायाँ आँखामा ढुङ्गाको आकार यस्तो किन राखियो? पहिला यो इन्स्टाग्रामको भिडियो हेर्नुहोस् त्यसपछि यसको फनी कमेन्ट्स पढ्नेछौँ। लेट्स गो। कभी कभी मेरे दिल में ख्याल आता है कभी कभी मेरे दिल में ख्याल आता है कवि कवि लक्ष्मी प्रसाद देवकोटा। डोहोरी फर तीज। यो सब हेर्नको लागि नै त म रिचार्ज गर्छु त। आँसु नै आयो। आप कहाँ थे ज्ञानी बाबा? Bro is sitting on a kukuri. Uncle after 2 pack and depression pills. पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त। मरि जानु चोला छैन केही लानु माया नै हो ठुलो होइन पाखी मानु बिहानको घाम तिमी पूर्णिमाको रात कति मिठो कुराकानी कति प्रोटिन भन्दा पहिले नामले झुकाको असरे खाऊ यार। न छोल कति भन्नु भनेको मान्ने होइन जतिखेर नि छोलेर बसेपछि यस्तै हो। छोल भनेको के? मलाई पनि यस्तै सिलिम बडी भएको बोयफ्रेन्ड मिलाइदिनु भगवान। सानोमा यो भाइले प्लास्टिक खाएछन् कि क्या हो? जे होस् मलामीले सराप्दैन बोक्दाखेरि। मासु छैन अब हड्डी पनि खिने भो। अच्छा पखाको हावाले उडाउला भाइ यशको चिसोमा बस्नु। छोलेन्द्र भाइ राम्रोसँग जिम्मा गर्नु है। ज्यान हेर्दा त जिम तान्ने होइन जिमले उल्टै उछिटाउने जस्तो छ ब्रो।